हेलो हेलो व्हाट्सअप गाइज। हजुरहरूलाई डाँडाकाँडा यसो देखाउँ भनेर देखाएको त होइन, तापनि यसो यो बजार जाने क्रममा यसो रमाइलो डाँडाकाँडाहरू रहेछ, त्यहाँनिर यसो हजुरहरूलाई यो भिडियोमा पनि देखाउँ, आफूले मात्र के हेर्नु भनेर एउटा सानो भिडियो गरिरहेको। यसो हेरेर प्रतिक्रिया सल्लाह सुझाव दिनु होला। यो चाहिँ पोर्चुगलको ब्रागा भन्ने ठाउँ। ब्रागातिर यसो मार्केटतिर घुम्न जाउँ भनेर निस्किएको। पानी पर्न लागेको, बादल लागिरहेछ, पानी पर्न लागेको छ गाइज। फाटाफुट्ट छिट्टा पनि हानिरहेको छ। यसो वारिपारि हेर्दा घाम पनि कतै कतै लागे जस्तो, मौसम पनि त्यस्तै छ। यो पत्रा देखेको बुट्टाहरू चाहिँ सबै ओलिभको हो। यसबाट चाहिँ तेल बन्छ गाइज। गाउँतिरको जस्तो भ्यू यस्तो रमाइलो छ, शान्त। बाटो हेर्नु नि कति रमाइलो छ, बाटो जता पनि बाटो गएको छ। हाइवे त मेन यस्तो रमाइलो छ कि गजब छ। हाइवे जता जे लिली छ, यहाँ केही आउँदैन। हामी चाहिँ थुप्रोजना छौँ गाइज, तर भिडियो चाहिँ म एक्लै गरिरहेको छु। भिडियोमा चाहिँ यसो डाँडाकाँडै मात्रै देखाउँ भन्ने कुरा भयो हेर्नको लागि गाइज। बादलले पुरै ढाकेको छ, पानी आउन लागेको छ, हावाहुरी पनि चल्दैछ अलिअलि। यहाँबाट तलतिर चाहिँ एउटा एउटा नदी देखिनेवाला छ। त्यसको नाम चाहिँ हो दुर्रो भन्ने नदी। यो पारी देखेको चाहिँ स्पेन पनि हो है गाइज, स्पेन पनि हो। यो अङ्गुर बारी, एकदम ठुलो अङ्गुरको खेती, अङ्गुर फार्म पनि देखिरहेछ।